हेलो नमस्कार गुड मर्निङ ह्याप्पी न्यू इयर 2026 साल लाग्यो तपाईँ सबैलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु र साथै एउटा कुरा पनि भन्न चाहन्छु हाम्रो नेपालको दुःखद खबर के दुःखद कुरा भनौँ न यो सुन्तला गोर्खाको अरे यो सुन्तला किसानहरूको भनौँ न अब सुन्तलाको बोट हुनेहरूको 40 रुपैयाँमा नबिकेर गाह्रो भइरहेको छ हैन अनि बजारमा आउने बित्तिकै 160 रुपैयाँ किलो कसरी भयो भन्ने चाहिँ मेरो एउटा जिज्ञासा भनौँ न कमसेकम ल डबल भयो भने पनि 140 को कमसेकम 80 रुपैयाँ हुनुपर्ने हो नि त सिधै मार्केटमा आउने बित्तिकै यो 160 रुपैयाँ भयो त्यसैले यो कुरालाई पनि अलिकति मध्यनजर गरेर किन भयो कसरी भयो यो यसैको लागि हामीले सरकारमा नयाँ सरकार चाहिन्छ त्यो नयाँ सरकारको लागि तपाईहरुले आफैले चुन्नुस् ल त्यति भन्न चाहन्छु।